नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। आज म कक्षा 10 को शिक्षा विषयको एकाइ 4 को पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्री पाठको सम्पूर्ण अभ्यास यो भिडियोमा लिएर आइसकेको छु। तपाईँहरू अन्तिमसम्म हेरेर साथ दिनुहोला। जुन 1, 2, 3 थियो त्यो पहिला नै हालिसकेको छु। आज 4 नम्बर पाठको हाल्छु। अब यहाँ के भन्दैछ, 1 नम्बर भन्दैछ तलक प्रश्नहरू कति छोटो उत्तर दिनुहोस्। क नम्बर क्वेसन भनेको छ पाठ्यक्रम भनेको के हो। पाठ्यक्रम भनेको शैक्षिक क्रियाकलापको वित्तीय योजना हो। अनि ख नम्बर क्वेसन भनेको पाठ्यक्रमको कुनै दुई परिभाषाहरू लेख्नुहोस्। अब पाठ्यक्रम कुनै दुई परिभाषाहरू यस प्रकारको छन्। पहिलो भनेको पाठ्यक्रम सिकाइएको योजना हो। अनि दोस्रो भनेको शिक्षाको उद्देश्य प्राप्तका लागि बनाइएको शैक्षिक कार्यक्रम पाठ्यक्रम हो। अनि ग नम्बर क्वेसन भन्दैछ पाठ्यक्रमको मुख्य 4 तत्त्वहरू के हुन्। पाठ्यक्रमको मुख्य 4 तत्त्वहरू शैक्षणिक उद्देश्य, विषयवस्तु, सिकाइ, क्रियाकलाप र मूल्याङ्कन। अनि घ नम्बर क्वेसनले भन्दैछ पाठ्य पुस्तकको कुनै दुईवटा महत्त्व लेख्नुहोस्। विद्यार्थीका लागि पूर्व तयारी गर्न र विषयवस्तुको बारेमा जानकारी दिन्छ। त्यसै गरी विद्यार्थी मूल्याङ्कनका लागि आधार सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ। यी पाठ्य पुस्तकको कुनै दुईवटा महत्त्व मान्न सकिन्छ। अब अङ्ग नम्बर क्वेसनले भन्दैछ आधारभूत शिक्षाका 3 चरणहरू के हुन्। आधारभूत शिक्षाका 3 चरणहरू, पहिलो चरण भनेको कक्षा 1 देखि 3 सम्म, अनि दोस्रो भनेको कक्षा 4 देखि 5 सम्म, अनि तेस्रो भनेको कक्षा 6 देखि 8 सम्म हुन्। अनि 4 नम्बर क्वेसन कस्तो पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ। अब स्थानीय आवश्यकतालाई सम्बोधन गरी स्थानीय ज्ञान, सिप प्रविधि जस्ता विषयवस्तुमा आधारित पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ। अब छ 2 नम्बर क्वेसनहरू। 2 नम्बर क्वेसन भन्दैछ तलक प्रश्नहरूको उत्तर लेख्नुहोस्। 2 नम्बर भन्दैछ वर्तमान शिक्षाका राष्ट्रिय उद्देश्यहरूको सूची बनाउनुहोस्। अब शिक्षाका राष्ट्रिय उद्देश्यहरू देशको राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिवेश, समाज, व्यक्ति र राष्ट्रको आवश्यकताका आधारमा तयार गरिन्छ। नेपालमा 2062 वा 63 मा भएको जनआन्दोलनले देशको राजनीतिक परिवर्तन ल्यायो। देशमा भएको राजनीतिक परिवर्तनले शिक्षा क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पायो। त्यस पश्चात पाठ्यक्रमलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 का आधारमा 2067 सालमा नेपाल सरकारले शिक्षाका राष्ट्रिय उद्देश्यको पनि परिवर्तन गरियो। त्यसैले शिक्षाका 11वटा उद्देश्य बनायो। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार हालको शिक्षाका राष्ट्रिय उद्देश्यहरू यस प्रकारको छन्, जुन 13वटा यो 11वटा पुरा यहाँ छन्। बुदागतमा तपाईँहरू आफै पढ्न सक्नुहुन्छ, म यहाँ हेराइदिन्छु। अनि अब छ यहाँ जुन 11वटा भयो यसमा। अब छ यहाँ क्वेसन ख नम्बर। अब ख क्वेसनले के भन्दैछ यहाँ हेर्नु। ख क्वेसनले भन्दैछ प्रारम्भिक बाल शिक्षाका समकक्षताहरू के हुन्। अब यहाँ लेखेको छु नेपालमा शिक्षा ऐन 2028 को संशोधन 2073 को परिभाषा अनुसार यहाँ पूर्व प्राथमिक विद्यालय भन्नाले 4 वर्ष उमेर पुरा भएको बालबालिकालाई दिने 1 वर्षको बाल शिक्षा दिने विद्यालय भन्ने बुझिन्छ। 4 वर्ष उमेर समूहलाई दिने शिक्षालाई प्रारम्भिक बाल शिक्षा भनिन्छ। यसलाई अर्को शब्दमा शिशु विकास शिक्षा पनि भन्न गरिन्छ। अर्थात् 4 वर्ष पुरा भएको र 5 वर्ष पुरा नभएको बालबालिकालाई दिने 1 वर्षे अवधिको शिक्षा प्रारम्भिक बाल शिक्षा हो। अब राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार प्रारम्भिक बाल शिक्षाका समकक्षता निम्नानुसार रहेको छ। 1, 2, 3, 4, 5, 6वटा छ, जुन तपाईँहरू आफै पढ्न सक्नुहुन्छ। अब लागु क्वेसन ग नम्बरतर्फ। अब ग नम्बर क्वेसन यहाँ हेर्न सक्नुहुन्छ के छ ग नम्बर क्वेसन। ग नम्बर क्वेसन छ आधारभूत तहका समकक्षताहरू लेख्नुहोस्।
अब यहाँ म लेखिदिएको छु। अब तपाईँहरू आफै वाचन गर्न सक्नुहुन्छ, आफै पढ्नु। अब अर्को क्वेसन रहेको छ यहाँ घ नम्बर। अब घ नम्बर म पल्टाउँदैछु। अब घ नम्बर क्वेसन छ अलगै। यो पहिला हेर्नु, सबैको यहाँ लेखिदिएको छु। यो पहिला हेर्नु पर्यो, आधारभूतको लेखियो। आधारभूत शिक्षा जुन छ 3वटा भागमा जुन बाँडिएको छ, त्यो सबैको बारेमा यहाँ लेखेको छु। तपाईँहरूलाई जति सक्छ त्यति मात्रै लेख्नु होला, पुरा लेख्नु जरुरी पनि छैन। यति लेखे पनि मार्क जति क्वेसनमा आउँछ त्यति नै आउँछ। त्यसैले यसबाट बुदाहरू मात्रै रिपोर्ट गर्नु होला। अब यो सेट पनि छ जुन 3वटा चाहिँ अब 4 र 5 दोस्रो थियो। दोस्रो पनि यहाँ, दोस्रो पनि सबै यहाँ समक्षताहरू लेखेको छु। अनि एउटा अरू चाहिँ 6 देखि 8 सम्म त्यो यहाँ रहेको छ। अब यहाँ भयो 6 देखि 8 सम्मको सबै समक्षताहरू। अब अरू रहेको छ। अब घ नम्बर क्वेसन आउँछ। अब घ नम्बर क्वेसनले के भन्दैछ यहाँ हेर्नु। स्थानीय तहको पाठ्यक्रम निर्माण गर्दा अपनाइने विभिन्न चरणहरू के हुन्? अब यहाँ सबै लेखिदिएको छु। स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनमा स्थानीय सरोकारवालाहरूको सहभागिता हुने गर्छ। स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकताका विषयवस्तुहरू समावेश गरिन्छन्। स्थानीय तहको पाठ्यक्रम निर्माण गर्दा विभिन्न चरणहरू अपनाउन सकिन्छ। मुख्य चरणहरू यस प्रकारको रहेको छ, जुन 2, 4, 5, 7वटा रहेको छ। हेर्नु, पहिलो आवश्यकताको पहिचान, दोस्रो उद्देश्य निर्धारण, विषयवस्तुको छनौट, कक्षाको सिकाइ उपलब्धि निर्धारण, शैक्षिक सामग्री, शिक्षण विधि र प्रक्रिया, विद्यार्थी मूल्याङ्कन। अब क्वेसन रहेको छ अङ्क नम्बर। अब अङ्क नम्बर क्वेसन के भन्दैछ, पाठ्य पुस्तक भनेको के हो अनि यसको सृजनात्मक प्रयोग कसरी गर्न सकिन्छ? अब यहाँ सबै लेखिदिएको छु। यहाँ तपाईँहरू आफै पढ्न सक्नुहुन्छ, नत्र भिडियो धेरै लामो हुन्छ। अनि जो 6 नम्बर क्वेसन। अब 6 नम्बर, शिक्षक निर्देशिकाका शिक्षकको मित्र हो, यस भनाइलाई पुष्टि गर्नुहोस्। अब यहाँ गरिसकेको छु म पुरै, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ अब रहेको छ क्वेसन 6 नम्बर। अब 6मा भन्दैछ पाठ्यक्रम र पाठ्यपुस्तकको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ? अब यहाँ सबै लेखिदिएको छु, तपाईँहरू आफै हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु, सबै यहाँ बुदागत रूपमा लेखिदिएको छु। यहाँ सबै बुदागत रूपमा छ। अब क्वेसन रहेको छ 3 नम्बरको। 3 नम्बरमा क्वेसन रहेको छ यहाँ हेर्नु। 3 नम्बर क्वेसनले के भन्दैछ, तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्। लङ क्वेसन हो, जुन भन्दैछ क नम्बरको पाठ्यक्रम र पाठ्यपुस्तक बीच के सम्बन्ध छ, बुदागत रूपमा प्रस्तुत गर्नुहोस्। अब यहाँ लेखिदिएको छु, हेर्न सक्नुहुन्छ। क नम्बरको धेरै लामो उत्तर छ यसको। हेर्नु, सबै म यहाँ हेराइदिन्छु, तपाईँहरू आफै पढ्न सक्नुहुन्छ र लेख्न सक्नुहुन्छ। अब लाग्यो क्वेसन ख तर्फ। अब ख क्वेसनमा के भन्दैछ, पाठ्यक्रम निर्माण गर्दा पुरा गर्नुपर्ने चरणहरू क्रमबद्ध रूपमा उल्लेख गर्नुहोस्। अब यहाँ म उल्लेख गरिदिएको छु सबै। जुन पहिलो थियो आवश्यकताको पहिचान, त्यसपछि दोस्रो थियो उद्देश्य निर्धारण, तेस्रो थियो विषयवस्तुको छनौट, सबैको बारेमा पनि लेखिदिएको छु। अनि त्यसपछि त्यो कक्षागत सिकाइ उपलब्धि निर्धारण, त्यसपछि त्यो शैक्षिक सामग्री, त्यसपछि विद्यार्थी मूल्याङ्कन। यी नै 7वटा थियो। अब लाग्यो क्वेसन ग तर्फ। म ग क्वेसन हेर्नु, अलि लामो छ क्वेसन। म पहिला क्वेसन पढ्दैछु। आधारभूत शिक्षा कक्षा 1 देखि 3 र कक्षा 4 देखि 5 को पाठ्यक्रम
संरचनामा भएको समानता र भिन्नताको बारेमा समीक्षा गर्नुहोस्। समानता भनेको मिलेको, भिन्नता भनेको नमिलेको, दुवै लेख्नु। म यहाँ लेखिदिएको छु, दुवै लेख्नका लागि भन्दै थियो क्वेसनमा, यहाँ लेखिदिएको छु। समानता अनि भिन्नता दुवै यहाँ लेखिजाओस्। यो भयो, अब यहाँ यो भयो सबै समानता, यहाँदेखि सुरु भयो समानता। अब यहाँ समानताहरू हेर्नु, यहाँ समानता सबै बुदागत रूपमा लेखेको छ, सबै नलेख्दा पनि हुन्छ। तपाईँहरू यसबाट छानी छानी लेख्नु। अनि अब लागु भिन्नतातर्फ। अब समानता यो सबै भयो, अब भिन्नता। अब यहाँ भिन्नता हेर्न सक्नुहुन्छ, यो भयो सबै भिन्नता। भिन्नताको पनि सबै बुदागत रूपमा लेखेको छु। अब क्वेसन रहेको छ, अन्तिम क्वेसन रहेको छ, एउटा लास्ट क्वेसन जुन छ, राष्ट्रिय पाठ्यक्रम प्रभाव रूप 2076 अनुसार माध्यमिक तह कक्षा 9 र 10 को समकक्षताहरूको सूची बनाउनुहोस्। यसमा के विषयहरूमाथि जोड दिएको छ लेख्नुहोस्। हो यहाँ सबै म आन्सर लेखिदिएको छु, तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। सबै आन्सरहरू यहाँ रहेको छ। यहाँ हेर्नु बुदागत रूपमा रहेको छ। अनि एउटा रहेको छ लास्टमा प्रयोगात्मक कार्य, जुन तपाईँहरू आफै गर्न सक्नुहुन्छ। जुन प्रयोगात्मक कार्य रहेको छ, नेपालको विद्यालय तहको वर्तमान पाठ्यक्रमको ढाँचा एउटा ठुलो कागजमा उतारे कक्षा कोठामा सबैले देख्ने ठाउँमा टाँस्नुहोस्। हो नेपालको विद्यालय तहको वर्तमान पाठ्यक्रम ढाँचा तपाईँहरू आफै बनाउन सक्नुहुन्छ। ल त आजको भिडियो यतिकै साथीहरू। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने साथीहरूलाई सेयर गर्नु, च्यानललाई सब्सक्राइब गर्नु, भिडियोलाई लाइक गर्नु र एउटा कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद।